गणेश नेपालीजीले बाइकबाट पेट्रोल निकाल्दै गर्दा, पेट्रोल शरीरमा खनाउँदै गर्दा, शरीरमा खनाएर आगो लगाउँदै गर्दा त्यो भिडियो खिच्ने मान्छे के हेरेर बसेको थियो? कतिखेर आगो लगाउँछ र भिडियो खिच्छु भनेर बस्ने मान्छे गिद्धले कतिखेर मर्छ र खाउँला भनेर बसेको अवस्थाको एउटा फोटो भिडियो बाहिर आयो। अनुगमनमा जाँदासम्म ठिकै नै देखिएको अवस्था थियो। अहिले पछिल्लो चरणमा यहाँ अन्य मान्यज्यूहरूले पनि उठाउनु हो, पछिल्लो चरणमा चाहिँ म सत्तापक्ष मान्य भए पनि मैले भन्नै पर्छ, त्यो होल्डिङ सेन्टरमा राखिएका मान्छेहरूलाई मैले जानकारी पाए अनुसार गएको 22 गतेदेखि खाना बन्द गरिएको छ। गएको 22 गतेदेखि। अब यो संविधानले मौलिक हकमा समेटेको विषय किन त्यो मौलिक हकको उपयोग गर्नबाट ती नागरिकहरूलाई